4:32 यहाँबाट चाहिँ हिँड्न लागेको हामी चाहिँ अहिले छौँ हामी चुङ्ग्रीपुगी जाने बाटो लिएर। यो बाटो हिँड्दै यो बाटो चाहिँ सवारी साधन चाहिँ लगिएर हामी माथि पुग्छौँ अहिले। पाथी हाल्ने भन्ने कता होटल छ त्यहाँसम्म पुग्छौँ सक्छौँ अरे। सो अब चाहिँ हामी यात्रा गरिसकेको छौँ। अब हाम्रो यात्रा सुरु भइसकेको छ। यहाँदेखि सर लाएर हामी पुग्नुपर्ने हो त्यो माथि टपमा हो। त्यहाँदेखि पनि अझै उता छ भन्ने छ। अब लेट्स सी हेरौँ कस्तो हुन्छ है त। ल अहिले चाहिँ हामी आइसकेका छौँ चुङ्ग्रीपुगी। खै कस्तो हान्ने रे तलको एरिया हो अहिले यो। अझै हामी धेरै माथि पुग्न धेरै बाँकी छ। सो बिहान पनि अहिले 6:30 भइसकेको छ। घाम पनि मजाले लागिसकेको छ है त। धेरै टाइम एकै ठाउँमा नफालेर हामी एकैछिनमा टक्क टक्क 1-2वटा फोटो खिच्दै अगाडि बढ्दै फोटो खिच्दै अगाडि बढ नभए अगाडि बढ्नेछौँ आउँदाखेरि खिच्नेछौँ। नो प्रब्लम है त। लेट्स सी हेर्दै गर्नु होला। भ्यू पनि हेर्न सक्नुहुन्छ। यस्तो टक्क लाएर यति बिहानै हामी लागिसकेका छौँ। अब बाटोमा यस्तो पनि देख्न सक्नुहुन्छ जात्रा नमारे है भाइ। म फेरि माया गर्छु। ओहो साथीहरू धेरै बसेर रहेछ नि यहाँतिर। अब के साथीहरूसँग भए पनि हामी जाँदैछौँ। हामी चाहिँ अहिले बेस क्याम्प पुगिसकेका छौँ। अब बेस क्याम्पदेखि अझै पारी त्यो डाँडा पुग्नुपर्ने हो खास मेन। सो अहिले चाहिँ हाम्रो बेस क्याम्प यहाँ। हामीले चाहिँ यहाँ बेस क्याम्प नबसेर तलै भएर लुगुम बसेका थियौँ। लुगुमबाट बिहानै 4 बजे हिँडेर यात्रा गरिसके पछाडि अहिले लगभग 7 बज्न लागिसक्यो। अनि अहिले हामी बेस क्याम्प नजिक पुगेका छौँ। आज अर्कै भइसकेको छ। थकाइ लागिसक्यो तर अहिले रोक्न सक्ने छौँ। सो लेट्स टेक इट। अब हामी अगाडि बढिरहेका छौँ है त। हो यसो पोसो दिइहालौँ। पहाडी आँगन क्याम्प। तपाईँहरू तलबाट हिँडिसकेपछि यहाँसम्म आइपुग्नुहुन्छ। अनि यहाँबाट चाहिँ 2-2वटा छ छुट्टिनु। अब तपाईँ कता जानुहुन्छ घुम्नको लागि त्यसको लागि एउटा यो एरियामा होइन अर्को चाहिँ यो एरियामा। अनि तपाईँहरू यहाँ आइसकेपछि यहाँ क्याम्पहरू छ नास्ताहरू यहाँ खान सक्नुहुन्छ। अनि यहाँबाट तपाईँहरू अगाडि बढ्नुभयो भने तपाईँको 2वटा बाटो छुट्टिन्छ। लेट्स सी अब त्यहाँ घुमेर तपाईँहरू फर्किन सक्नुहुन्छ है त। हामी जाँदैछौँ टक्क लगाएर बिहानको मौसमसँग रमाउँदै। यहाँसम्म पुग्नलाई तपाईँहरू अब सकेसम्म पाथी हाल्ने बास बस्नुभयो भने त्यहाँबाट बिहान हिँड्नु गएपछि एकदमै राम्रो। अनि अघि अझै त्योभन्दा पनि धेरै हिँड्छु भन्नुहुन्छ भने तपाईँहरू चाहिँ यहाँ बेस क्याम्पमा आएर बसेर बिहानको सिनेरीहरू टक्क लगाएर हेरेर फर्किन सक्नुहुन्छ। यहाँसम्म आउनलाई तपाईँलाई बिहानै फर्स्ट आवर नै हिँडेर गाडीमा अब कहिले काहीँ के हिँड्छ कहिले के हिँड्छ बाटो खराब हुन्छ ढिला सुस्ती गरेर आउन सकिन्छ। सो बाटोको कन्डिसन चाहिँ अहिले यस्तो छ। अनि यो ठाउँमा चाहिँ यस्तो यस्तो ढुङ्गाको लगाएको हुँदो रहेछ। हामी चाहिँ अब कहिले नआएको मान्छेहरू सो यसरी रोक गर्दै हिँड्नु पऱ्यो होइन। अब जहाँति भए पनि रोकिनको मात्रै मन गरिरहेको छ। ओ माई गड। ल यो ब्याकग्राउन्ड भ्यू हेर्न सक्नुहुन्छ। हामी छौँ हिमाल पारी। ओ माई गड। हावा पनि चलिरहेछ मजाले हिँडिरहेछौँ हामी हिमालमा। यस्तो ठाउँमा
मनमा शान्ति बनाऊ। एक्साइटमेन्ट आफै आउँछ यो ठाउँ देखेपछि, हामीले जबरजस्ती निकालेको होइन। यस्तो ठाउँ देखेपछि एक्साइटमेन्ट आफै मनबाट उम्लेर आउँछ। ओ देख्न सक्नुहुन्छ अति नै बवाल छ। अझै हामी मेन पोइन्टमा पुगेका छैनौँ, मेन पोइन्टमा पुग्नेछौँ अझै। पारी हिमाल देख्न सक्नुहुन्छ। एकदम क्लियर छ है त। सपना थियो यहाँ आउने, यो चाहिँ आज पुरा भएको छ। एकदम एकपटक न एकपटक चुम्री पुग्ने, त्यहाँको सिनेरीहरू हेर्ने, त्यहाँको वातावरणमा रमाउने, त्यो चाहिँ सपना थियो। त्यो आज पुरा भएको छ। अनि एकदमै खुसी साथ हामी एकदमै लो बजेटमा पनि यहाँ आउन सफल भएका छौँ। मान्छेले धेरै धेरै भन्ने एक्सपेक्ट चाहिँ हुनसक्छ, हामी एकदमै कम लो बजेटमा यहाँ आइपुगेका छौँ। सो अब साथीहरू घुमौँ रमाउँ है त। तर पैसामा चाहिँ बाटो बनाउनु पर्छ। बाटो अहिले एकदमै खराब भएर छ। जुन जुन लिक छ त्योमा चाहिँ हल्का धेरै होइन ढुङ्गा चाहिँ हालिदिए पनि एकदम राम्रो हुनेवाला छ। अनि हामी दुई भाइ चाहिँ अहिले फलो गर के यही हामी दुई भाइ चाहिँ ट्याक्क लाएर भिडियोहरू बनाउँदै हिँडिरहेको छौँ। सो चिसोले अघि हिँड्दाखेरि किन त्यही भएर खोलेको हावा एकदम बवाल छ। ज्याकेट लगाउनु पर्ने जस्तो छ। स्वर्ग हेर्नलाई गाइज नहिँडेर चाहिँ हुँदैन है। स्वर्ग हेर्ने हो भनेपछि मेहनत चाहिँ ज्यादा गर्नुपर्छ। अब हामी यत्तिको अहिले हिजो 11 बजी हिँडेको हामी घरदेखि, अनि साँझ बास चाहिँ हामी 9 बजे लुकुम पुगेका थियौँ। लुकुममा बास गऱ्यौँ। अनि लुकुमको बिहान 4 बजी त्यहाँबाट हिँडेर तल आइसक्यौँ होइन। तलबाट हामी लगभग 2.5 घन्टा जति भयो होला, 2.5 घन्टा जति हामी हिँडेर यति माथि नआएको भए हामीले सायद यो भ्यू देख्दैन थियौँ, हो कि नै। त्यही भएर हामीले हिँड्न चाहिँ पर्छ है। यस्तो राम्रो भ्यूहरू छ, यस्तो हिमालहरू छ डक्टरको पछाडि होइन। त्यसरी हिँड्न चाहिँ पर्छ। तर बाटोमा यस्तो डस्टबिन हुँदाहुँदै फोहोर गर्ने काम चाहिँ नगरेको खाएर है। सो अब हामी यस्तो हिमाललाई अङ्गालेर हेर्दै अगाडि बढिसकेका छौँ है। के गर्ने अब, कस्तो सोच्थ्यो कस्तो भयो। अब कुहिरोले पुरै प्लिज भगवान्जी यो सिनेरी त यहाँबाट कसरी जानु हौ कसरी। र अर्को कुरा गाइज तपाईँलाई भन्न चाहन्छु, हाम्रो ठाउँतिर तलतिर एरियातिर होइन एकदम तलतिर चाहिँ के छ भने चाहिँ गर्मीको मात्रा बढिरहेको छ हामी बङ्गा त। तर यो ठाउँमा त्यो ठाउँमा गर्मी भए पनि यो ठाउँमा तपाईँहरू आउँदै हुन्छ भने चाहिँ 5 कपडा एउटा पनि नल्याउनु होला तपाईँहरूलाई। मैले यो मात्रै क्या मात्रै ल्याएको थिएँ, अहिले सोच्दैछु अब ठुलो ठुलो क्यापहरू ल्याएको भए एकदम राम्रो हुन्थ्यो भन्ने सोचिरहेको छु होइन। अन्तखेरि यो हात भएको ठाउँ जग्गा छ, तपाईँहरू आउँदाखेरि त्यस्तो गल्ती नगर्नु होला जो हामीले गरिसक्यो, किनकि हामीलाई पहिलोपटक थाहा थिएन। अब त्यत्तिकै हावामा भए पनि हिँडेको थियो। तपाईँहरूलाई हामीले सुझाव दिएँ, तपाईँहरू आउँदाखेरि त्यो गल्ती नगर्नु होला। एकदमै तातो तातो कपडाहरू लिएर आउनु होला। एकचोटि तातो कपडा एकचोटि राख्छ चाहिँ लिएर आउनु होला। यहाँले गर्दा चाहिँ हामी अगाडि बढिरहेका छौँ। हामी मेन भ्यू पोइन्टमा पुगेका छैनौँ। अब पुग्नलाई थोरैमा घिचिरहेपछि के कस्तो हुन्छ हामी फेरि एकैछिन भेट्छौँ है त। 2-3 एकदमै म चाहिँ रमाउँदैछु। नेक्स्ट टाइम यहाँ चाहिँ यस्तो दामी भ्यू देखिँदो रहेछ। यहाँ कुद पनि छ, अहिले कुहिरोले त्यति देखिएको छैन होइन। भिड भएर यति धेरै यो सबै देख्ने भनेको यही म यही ठाउँमा हो। जति खुल्यो पनि जति रमायो पनि यस्तो ठाउँमा हामी फेरि फेरि आउँदैन। राति आउँछ त
चढ्नेभरि यही एरियामा जहाँ चाहिँ पनि देखिहाल्छ होइन। यहाँ चाहिँ ट्याक्क खानपिन गर्ने होइन, बस्ने गोठ चाहिँ यो भोगेर पनि सादा जान्छ यार। अब रमाउँदैछु, यति ठुलो छ पुग्दाखेरि पनि सातो उठ्छ मान्छे। भेडाहरू ल्याएर बस्नु भएको छ उहाँहरू यस ठाउँमा। यस्तो नलगाउँछ बल्ल मजा आएन। अहिले अब जाडो एकदम बढिसकेपछि तातो कौडो लगाएर हामी हिमालको काखमा रमाउँदै केही बेर हाम्रो यात्रा अब सुरु हुन्छ घरतिर जाने। घरतिरको यात्रा सुरु गरिसकेका छौँ। पुरा गएको छ। अब हामी चाहिँ ट्याक्क अलिक बाइक राखेको जाँदाखेरि त्यहाँनिर आएर अब हामी घरतिरको यात्रा पनि निस्किसकेका छौँ। अब हामी कहाँसम्म छ बिहान नास्ता खाइयो, त्यहाँबाट खानु खाएको छैन। खाना खानको लागि एक ठाउँ हुर्किनुपर्छ होला कुनै ठाउँ, त्यो ठाउँमा अब भेट्नु छ है त। बिचमा फेरि धेरै छन् रमाइने ठाउँ, त्यो ठाउँमा पनि पुग्नेछौँ। साथीहरू हामी धेरै देख्दै गरेको लुक अब आफ्नै आँखाले देख्दैछौँ। आज तल हेर्न सक्नुहुन्छ, आज हामी आफ्नै आँखाले लुकुम हेर्दैछौँ है त। लेट्स गो लुकुम। अब यो ठाउँमा केही समय रमाउँदै केही यहाँबाट पनि जान्छ। अहिलेलाई यहाँ रमाउँदैछौँ हामी है त। यो गाउँ पपुलर हुनको खास मेन कारण के हो थाहा छ तपाईँहरूलाई? यहाँको एकदम मिलेको घरहरू देखेर। ठाउँले मात्रै होइन नि, यस्तो मिलेको घरहरू छ। सो त्यही भएर यो ठाउँ एकदमै पपुलर भएको छ है त। झरना चाहिँ सयपातु भन्ने ठाउँमा पर्छ। एकदमै राम्रो छ यो। मैले टिकटकमा जताततै देखेर एकदम पपुलर भएको थियो यो झरना चाहिँ। आज यही झर्ना नजिक छ, खुसी लाग्छ यसरी भएको ठाउँहरू देख्दा होइन। एकदम बवाल छ हिँडेर। अब एक दुईवटा सर्ट जाने छ हिँडेर। तकसेरा नजिक आएर पनि अब तकसेरा जान पाइएन है त। हामी नजिकै थियौँ, अब के गर्ने, काँक्रीदेखि माथि जानुपर्ने रहेछ। खै जानुपर्ने रहेछ, अब जान पाइएन। सो नेक्स्ट टाइम अब कहिले भयो भने जाउँ है त। करबाङ यात्रा है त। करबाङबाट हामी घर फर्कनका लागि रेडी भएका थियौँ। हामी गरिसकेका छौँ।
हामी चाहिँ रुकुमकोट पुगिसकेका छौँ। रुकुमकोट कमलताल पर छ, कमलताल त्यहाँ छ। हामी चाहिँ यहाँ अहिले फोटो हानेर है त।